टाइपले लेखेको छु हेर त है यहाँ फेरि एकचोटि सुन भेक्टर प्रोडक्टलाई अर्को के भन्छन् अरे क्रस प्रोडक्ट भन्छ ठीक छ डटलाई चाहिँ स्केलर प्रोडक्ट भन्छन् भन्ने कुरा हामीले बुझिसकेका छौँ let a and vector a and vector b are two vectors then the cross product is denoted by a cross b याद रहोस् मैले डट वालामा के लेखेको थिएँ भने a डट b हुन्छ भनेको थिएँ जहाँ मलाई त्यही डट राख्नुहुन्न जहाँ मलाई त्यही यस्तो राख्नुहुन्न यसको मिनिङ फरक फरक छ यो भेक्टरमा चाहिँ एकदमै ध्यान दिनुपर्ने यो दुईटा कुरा त त्यसैले हामी युज गर्दाखेरि क्रस प्रोडक्ट शब्द युज गरे पनि हुन्छ भेक्टर प्रोडक्ट भन्ने शब्द युज गरे पनि हुन्छ प्रायः जसो लेख्दाखेरि मैले क्रस लेखा हुन्छु भेक्टर त सबै च्याप्टरमा भेक्टर हो हैन र च्याप्टरको नामै भेक्टर हो त्यो डट वाला पनि भेक्टरै हो खास डट पनि त अरु छुट्टै केही त होइन डट म्याट्रिक्स त होइन नि हो त त्यसैले यो सबै भेक्टर नै भएको हुनाले भेक्टर प्रोडक्टलाई सजिलोसँग बुझ्नलाई क्रस प्रोडक्ट भनेर युज गर्छु म त्यसैले क्रस प्रोडक्ट इज डिनोटेड बाइ ए क्रस बी एन्ड डिफाइन्ड बाइ कसरी डिफाइन्ड बाइ यहाँ हेर है ए क्रस बी इक्वल टु के हुन्छ त भन्दाखेरि एबी साइन थीटा एन क्याप भन्छन् है वेयर थीटा भनेको के होला थीटा इज एंगल बिट्विन भेक्टर ए एन्ड बी अगाडिको जस्तै छ तर एन क्याप भनेको चाहिँ एन क्याप भनेको चाहिँ यहाँनिर एन भेक्टर पनि भन्छ नि एन क्याप भनेको युनिट भेक्टर परपेंडिकुलर टु युनिट भेक्टर मात्र लेखे पुग्छ है त यो एन क्याप भनेको चाहिँ युनिट भेक्टर हो भनेर बुझ्ने अब यो अगाडिसँग कम्पेयर गरेर एकचोटि क्रस वालासँग सम्झ्यौ त क्रस वालामा के भनेको थियौ क्रस वालामा के भनेको थियौ भनेर सम्झ्यौ त क्रस वालामा के भनेको थियो एकछिन हेर ए डट बी मा चाहिँ फर्मुला एबी cos थीटा हुने याद छ तर ए क्रस बी मा चाहिँ एबी साइन थीटा एन क्याप हुने वेयर एन इज युनिट भेक्टर अथवा एन इज युनिट भेक्टर नर्मल टु नर्मल भनेको परपेंडिकुलर नर्मल टु भेक्टर ए एन्ड भेक्टर बी भनेर भन्छन् अब तिमीहरुलाई अर्को कुरा पनि अगाडि पढिसकेका छौ यहाँबाट cos थीटाको फर्मुला भन्न सक्छ कसैले cos थीटाको फर्मुला भन्न सक्छ cos थीटाको फर्मुला के रे a डट b अपन a मोड b मोड नजोकिनु है तिमीहरु a मोड b मोड भन्नुको मतलब a डट भेक्टर b यहाँ लगाएर ab लेख्न पाइन्छ भनिसकेका छौ मैले पटक भन्नु नपरोस् अब तिमीहरु यो फर्मुलाबाट sin थीटाको फर्मुला निकाल त ल sin थीटा फर्मुला निकाल ल के रे भन भन ल यहाँ नोट भनेर लेखिदिन्छु है त यहाँनिर हेर त अब एउटा कुरा के बुझ्नु पर्यो त भन्दाखेरि नि भेक्टर ए डट बी जहिले पनि यो दुईटालाई मल्टिपल गरिदियो भने यो के आउँछ स्केलर आउँछ एक यो जान्न पर्यो अनि ए डट बी बराबर बी डट ए हुन्छ यो पनि जान्न पर्यो हो कि हैन अब एक नम्बरमा यो भयो भने दुई नम्बरमा यो जान ए क्रस बी भनेको यो भेक्टर दिन्छ यो आइजे के आउँछ के यसमा आइजे के आउँछ भेक्टर हट्दैन भेक्टर प्रोडक्टलाई क्रस गर्ने हो भने मल्टिपल गर्ने हो भने प्रोडक्ट हो नि त यो त खास गर्ने भने जो भ्यालु आउँछ त्यो भेक्टर नै हुन्छ तर डट प्रोडक्टमा चाहिँ स्केलर क्वान्टिटी आउँछ कुनै पनि दुईटा भेक्टरलाई मल्टिपल गर्ने हो भने त्यो 10 आउन सक्छ 15 आउन सक्छ 20 आउन सक्छ तर यसमा चाहिँ आइजेके आइराख्छ आइजेके आइराख्नु भनेको मतलब यो दुईटाको प्रोडक्ट भेक्टर क्वान्टिटीमा आउँछ भने हो बुझ्छौ यो भेक्टर क्वान्टिटीमा आउँछ अहिले एकछिन हेर्छु नि नभए अब त्यसमै अर्को पनि बुझ्नु पर्ने कुरा के भने a क्रस b को भ्यालु भाइ भने हो b क्रस a को भ्यालुसँग बराबर हुँदैन यस्तो कुराहरु जान्न पर्यो ठीक छ त्यसो भए
अब बल्ल कन्क्लुजन आयो। cos थीटा को फर्मुला के थियो भने a डट b अपन a मोड b मोड थियो। यसले तिमीहरूलाई नम्बर दिन्थ्यो, यहाँ पनि नम्बर आउँथ्यो, यो पनि नम्बर आउँथ्यो, एङ्गल आइहाल्थ्यो है। अब 2 नम्बरमा साइन थीटाको फर्मुला चाहिँ a क्रस b अपन a मोड b मोड जस्तो देखिन्छ, तर माथि पनि मोड लगाउनु पर्छ, नत्र भने यो भ्याक्टर नै रहिरहेको छ क्या। त्यसो भए साइन थीटाको फर्मुला के भयो? a क्रस b निकाल्ने, त्यसको मोड निकाल्ने। कसरी निकाल्ने म सिकाउँछु तिमीलाई। अनि a मोड b मोड छँदैछ। अब यसलाई त तिमीहरूलाई मोड नराखिकन के पनि भन्न सक्छौ अरे, ab मात्र पनि भन्न सक्छौ। यो कुराहरू हामीले बुझिसकेका छौँ, ठिक छ। साइन एङ्गल निकाल्ने फर्मुला चाहिँ यस्तो हुन्छ। कसमा चाहिँ मोड निकाल्नु पर्दैन, साइनमा चाहिँ के निकाल्नु पर्छ। ल अब अर्को कुरा सिकाउँछु 3 नम्बरमा हेर। एरिया अफ प्यारालोग्राम भन्यो। एरिया प्यारालोग्राम निकाल भन्यो भने नि भाइ पनि हो a प्लस b को मोड निकाल्नु हो। एन क्याप भनेको युनिट भेक्टर हैन, यहाँनिर के लेखा छ, एन क्याप भनेको युनिट भेक्टर हो कि हैन। त्यसको मोडुलस कति हुन्छ? 1 हुन्छ। त्यसैले त्यो नलेखेको जस्तो देखिन्छ है, ठिक छ। एकदम राम्रो कुरा। यहाँनिर एन क्याप भनेको लेखिरहेको छ रे, पर्दैन, खाली यो फर्मुलामा मात्रै युज हुन्छ, अन्त कहीँ युज हुन्न। एन क्याप भनेको त्यो युनिट भेक्टर बनाएको छ, यहाँ मोडुलसमा चाहिँ हराइसकेको हुन्छ क्या। मोडुलसमा एन क्याप युनिट भेक्टर हो भने त्यसको युनिट भेक्टरको मोडुलस भनेको त 1 हो, मोडुलस 1 हो। त्यसैले त्यहाँ चाहिँ हराइसकेको हुन्छ। कुरा बुझ्यो? यति कुरा बुझ्ने। अब बेसिक कुरा हेरेर एरिया प्यारालोग्राम निकाल्नु पर्यो भने के गर्नु त भन्दा a क्रस b को मोड निकाल्नु भयो। नझुकिनु है, a क्रस b को के निकाल्ने अरे, मोड निकाल्ने। अब क्रस कसरी निकाल्ने म सिकाउँछु नि। 4 नम्बरमा एरिया अफ ट्रायंगल भन्ला। अब भन के हुन्छ? हो, ट्रायंगल भनेको त 1/2 प्यारालोग्रामको आधा हो। जसले प्यारालोग्रामको एरिया निकाले हुन्छ यहाँनिर 20 आयो भने यसको 10 लेखिदिनु भइहाल्यो, ठिक छ। यही मात्रै सोधेको छ भने पहिला a क्रस b को भ्यालु निकाल्नु पर्यो, मोड निकाल्नु पर्यो, अनि डिभाइड बाइ 2 गर्यो भने के आउँदो रहेछ? यसको एरिया अफ ट्रायंगल आउँछ भन्ने कुरा बुझ्ने, ठिक छ। अब म तिमीहरूलाई आज a क्रस b कसरी निकाल्ने भन्ने कुरा सिकाउँछु। ल कुनै एउटा क्वेसन गरेँ मैले, यो कन्सेप्टको लागि मात्रै है। म यहाँ a क्रस b सिकाउँदैछु, त्यसैले मैले कुनै एउटा क्वेसन निकालेको थिएँ। ल क्वेसन हेर। वेक्टर a इक्वल टु 3i प्लस j प्लस 2k and vector b equal to 2i minus 2j plus 4k छ, ठिक छ। यस्तो छ रे। अब म यसमा तिमीहरूलाई धेरै क्वेसन सिकाउँछु, यसबाट धेरै नलेजहरू सिक्ने कुराहरू गर्छौँ है। 1 नम्बरमा म तिमीहरूलाई यहाँनिर फाइन्ड 1 नम्बरमा a क्रस b निकाल्ने, 2 नम्बरमा के निकाल्ने भने एरिया अफ पाम निकाल्ने, 3 नम्बरमा एरिया अफ ट्रायंगल निकाल्ने, अनि 4 नम्बरमा चाहिँ 4 नम्बरमै साइन के भनौँ, साइन एङ्गल, कोसाइन त भइसक्यो हैन, कोसाइन साइन एङ्गल भन्ने एन्ड कोसाइन पनि निकाल्नु है त। कोसाइन एङ्गल भनेर नझुकिनु, के हो यो कोसाइन एङ्गल भने? कस थीटा नि। र कस थीटा निकाल्दाखेरि a डट b चाहिन्छ। एक्जाममा एकैछिन सर है, एकैछिन थोरै 5 मिनट। एक्जाममा तिनीहरू दुईटाको मिक्स हुन सक्छ, कुनै पनि क्वेसन आउन सक्छ। फेरि सुन्ने है, अहिले पो हामीले च्याप्टर वाइज पढाएको छौँ नि त। अघि एकछिन अगाडि हामीले हिजो अस्ति हामीले के पढ्यौँ? डट पढ्यौँ। अहिले के पढिरहेको छौँ? क्रस पढिरहेको छौँ। त्यसैले डटमा डटकै कुरा मात्र सिद्ध्याएको छौँ। एक्जाममा चाहिँ तिमीहरूलाई मिक्स गरेर आउँछ। फाइन a क्रस b भने जस्तै a डट b कन्सेप्ट क्या, दुईटा कन्सेप्टलाई मिक्स गर्ने।
डट पनि निकाल्ने क्रस पनि। यस्तो टाइप एकदम सजिलो क्वेसन आउँछ, फेरि गाह्रो आउँदैन। एरिया अफ प्यारालोग्राम भन्छ, एरिया अफ ट्रायंगल भन्छ, साइन एंगल भन्यो अथवा कोसाइन एंगल भनेर थपिदिन्छ। कोसाइन एंगल भन्यो भने झुकिन्छ, फेरि कस एंगल भनेर त बुझ्छ होला। कोसाइन एंगल भन्यो भने कस निकाल्न भनेको है। अब यस्तै गरी तिमीहरूलाई 5 नम्बरमा यस्तो भनिदियो, भेक्टर ए क्रस बी इज नट इक्वल टु भेक्टर के अरे बी क्रस ए भन्ला। 6 नम्बरमा प्रुफ द्याट भनेर भन्छ, ए डट बी इक्वल टु बी डट ए भन्ला। 7 नम्बरमा चाहिँ मैले अस्ति तिमीहरूलाई प्रोजेक्सन सिकाएँ, प्रोजेक्सन सिकाएँ छैन? सिकाएँ हो। त्यो प्रोजेक्सन पनि यसैमा मिक्स गर्न सक्छ। प्रोजेक्सन एउटा अर्को कुरा पनि, युनिट भेक्टर टु ए एन्ड बी यस्तो सोध्देला। 8 नम्बरमा प्रोजेक्सन अफ ए अन बी र अर्को के हुन्छ एन्ड बी अन ए त्यस्तो भनेको मतलब सबै ए एन्ड बी पनि सोध्ने, बी एन्ड ए पनि सोध्ने नहुन सक्छ। यसरी चाहिँ तिमीहरूलाई यी टाइपका क्वेसनहरू सोध्छ, यस्तै मिक्स गरेर सोध्छ। अब केही कुरा आउँछ, लेन्थका कुराहरू सिकाएको थिएँ नि अस्ति मैले, त्यो लेन्थका कुराहरू पनि सोध्न सक्छ। फाइन्ड द लेन्थ अफ साइड्स, ट्रायंगल दियो भने त ट्रायंगलका साइड्सहरूको लेन्थ निकाल भन्न सक्छ। फाइन्ड द एंगल अफ ट्रायंगल्स भनेर ट्रायंगलको एंगल्सहरू पनि निकाल्न पर्ने हुन सक्छ। यस्तै यस्तै चीजहरूको साना कुराहरूको मिक्स भएर आउँछ। त्यो मिक्स भयो भने कसरी गर्ने भन्ने कुरा सिक्ने। पहिलो आज हामी के सिक्ने रे, ए क्रस बी निकाल्न सिक्दैछौँ। सोलुसनमा हेर, 1 नम्बरको सोलुसनमा हेर भेक्टर ए इक्वल टु ए लेखेको छैन आफै लेख्नु है, कहिलेकाहीँ ए नभनिकन दिन सक्छ, प्लस जे भेक्टर प्लस 2k भेक्टर एन्ड भेक्टर बी इक्वल टु 2i भेक्टर माइनस 2j भेक्टर प्लस 4k यस्तो छ हो। पहिला सुरुमा 1 नम्बरमा ए क्रस बी निकाल्न सिकाउँदैछु, सबैभन्दा इम्पोर्टेन्ट यही हो। ध्यान दिइरहेछ ए ध्यान नबोला। यो ए क्रस बी कसरी निकाल्ने भन्ने कुरा जान्ने। यो च्याप्टरमा हाम्रो सबै काम सुन्दा छ नि, ए क्रस बी ननिकालिकन निकाल्न केही पनि मिल्दैन क्या। त्यो एंगल निकाल्दाखेरि पनि ए क्रस बी चाहियो, एरिया प्यारालोग्राम निकाल्दाखेरि पनि ए क्रस बी चाहियो, प्रुफ गर्दाखेरि पनि ए क्रस बी चाहियो। ए क्रस बी भनेको यसको बेसिक हो। अब ए क्रस बी नै आएन भने त के पनि आएन। त ए क्रस बी कसरी निकाल्ने एकछिन हेर है त सबैले, यहाँ हेर है। ए क्रस बी कसरी निकाल्ने त भन्दाखेरि यहाँ हेर सबैले, यहाँनिर के गर्नु भने आइजेके का कोएफिसिएन्ट लेखिदिनु। कोएफिसिएन्ट कति छ भन्नु त, आइजेके कम हो 3 1 2 अनि 2 - 2 4 भयो। यहाँ लेख्न सकिन्छ यति। यहाँ कहिलेकाहीँ यो यस्तो के छैन भने के गर्ने, 0 लेखे। आइजेके मध्ये कुनै एउटा छैन भने कमेन्ट, आइजेके मध्ये कुनै एउटा छैन भने जो छैन त्यो 0 है, याद रहोस्। कहिलेकाहीँ त्यस्तो हुन्छ। फेरि सुन राख, आइजेके मध्ये कुनै एउटा छैन भने त्यो 0, त्यो त अगाडि पनि जहाँ पनि थियो। अब रुल्स हेर है, यहाँ यो आई को, यो जे को, यो के को पहिलो दुईटा कोलमलाई रिपिट गर्ने। पहिलो दुईटा कोलम नबोल है तिमीहरु, यताउता ध्यान दिइराछौ। यो पहिलो दुईटा कोलमलाई रिपिट गर्ने 3 2 1 - 2। त्यसो भए पहिलोलाई छोडेर अब आउने भ्यालु यसले यसलाई माइनस यसलेलाई याद छ कसैलाई, यस्तो माइनस यस्तो, यसले यसलाई गर्दाखेरि 4 भयो, माइनस फर्मुलाको यसले यसलाई गर्दाखेरि कति भयो प्लस 4 भयो। यो आई को भ्यालु हुन्छ प्लस फर्मुलाको, योले यसलाई यसले यसलाई 2 × 2 4 भयो, माइनस यसले यसलाई गर्दाखेरि 12 भयो। यो जे को भ्यालु हुन्छ प्लस को प्लस फर्मुला प्लस, यसले यसलाई गर्दाखेरि अब भ्यालु त जेसुकै होस्, यसले यसलाई गर्दाखेरि -6 भयो, माइनस फर्मुलाको यस्तो जाँदाखेरि माइनस है, 2 ले यसलाई गर्दाखेरि 2 भयो। यो चाहिँ के को भ्यालु हुन्छ। त्यसो भए यो 8i भयो,
प्लस यो माइनस कति भयो माइनस माइनस भएछ नि है माइनस कति भयो 8j भयो यहाँ कति भयो माइनस 8k नै भएछ जे होस् 8 आयो अब यो नआउन सक्छ सधैँ 8 आउँछ भन्ने छैन फेरि यो के आयो देयरफोर भेक्टर ए क्रस भेक्टर बी को भ्यालु कति आयो त भन्दाखेरि 8i माइनस 8j माइनस 8k आयो अब कुरा सुन 2 नम्बरमा तिमीहरूलाई यस्तो सोधेको भए मैले अहिले छैन है फेरि प्रुभ द्याट तिमीहरूलाई क्वेसन बन्यो एक्जाममा आयो के आयो त भन्दाखेरि ए क्रस बी इज भेक्टर क्वान्टिटी भन्यो ल यो ए क्रस बी इज भेक्टर क्वान्टिटी भनेपछि भेक्टर क्वान्टिटी आएन त ए क्रस बी को भ्यालु के आयो आइसकेको ठाउँमा आएन यो भनेको भेक्टर हो तर ए डट बी गर्ने हो भने 10 आउँछ 5 आउँछ 7 आउँछ के न के आउँछ त्यो के हो स्केलर क्वान्टिटी हो भन्दैछु म फेरि एक्जाममा यस्तो टाइपको आउँछ मल्टिपल चोइस क्वेसनमा आउन सक्यो ए डट बी इज भन्ने स्केलर भन्छ भेक्टर भन्छ बोथ भेक्टर एन्ड स्केलर भन्छ अब तिमीहरूले के पढाउँछ भेक्टर भन्ने बित्तिकै म्याग्निट्युड र डाइरेक्सन भएको हुन्छ भने अनि नन अफ एबभ भनिदिन सक्छ त्यतिखेर तिमीहरूले ए डट बी भनेको जहिले पनि स्केलर क्वान्टिटी हो त्यो ए क्रस बी भनेको के हो भेक्टर क्वान्टिटी हो प्रुभ भइरहेछ कि प्रुभ भयो नि त यो प्रुभ गर्दाखेरि के गर्छौ पहिला ए क्रस बी निकाल्छौ यो यति आयो विच इज भेक्टर क्वान्टिटी प्रुभ भन्नु सक्छौ यो भन्यो भने सक्छौ सक्दैनौ सक्छौ अब 2 नम्बरमा हेर 2 नम्बरमा पहिला ए क्रस बी को मोडुलस निकाल्न सिकाउँछु है भेक्टर ए क्रस बी को मोड निकाल्न सिकाउँ ए क्रस बी को मोड भनेपछि ए क्रस बी यहाँ आइसकेको छ अब मोड निकाल्न त पुरानै कुरा त हो नि रुट कति भयो भने हो 8 को स्क्वायर प्लस माइनस 8 को स्क्वायर प्लस माइनस 8 रहेछ नि मोडुलस निकाल्न सिकाएको छ मोडुलस भेक्टरमा पनि उयो डटमा पनि उयो एस को स्क्वायर प्लस जे को कोएफिसिएन्ट को स्क्वायर के को कोएफिसिएन्ट को स्क्वायर आई को कोएफिसिएन्ट जे को कोएफिसिएन्ट के को कोएफिसिएन्ट को स्क्वायर यही हैन कति भयो भन 64 प्लस 64 प्लस 64 रुटभन्दा बाहिर निकाल्न सकेपछि ट्राई गर कति आयो ल छिट गर रुटभन्दा बाहिर ठ्याक्कै 192 युनिट्स ल रुटभन्दा बाहिर निकाल्न सक्छौ रुटभन्दा बाहिर निकाल्नलाई तिमीले क्याल्कुलेटर युज गरेर पोइन्टमा निकाल्न पनि सक्छौ ल निकालिहाल त ल पोइन्टभन्दा बाहिर निकाल रुटभन्दा बाहिर कति 8 रुट 3 8 रुट 3 ल यसलाई पोइन्टमा निकाले पनि हुन्छ है 8 रुट 3 युनिट्स भनेर यो पोइन्टमा निकाल्दैन यहाँ नलेखौँ यसमा लेखौँ ठीक छ यसरी तिमीहरूले पोइन्टमा निकाले पनि हुन्छ अहिले क्याल्कुलेटर भयो भने डाइरेक्ट जा पाऊ रुट 192 छैन भने ठिक छ भयो अब त्यसो भए अब बल्ल हामी 2 नम्बरमा जान्छौँ 2 नम्बरको एन्सर निकाल्दैछु हेर न एरिया अफ के हुने भयो एरिया अफ पाम पाम भने थाहा छ बुझ्छौ होला है 1/2 भेक्टर ए क्रस भेक्टर बी हो पाम भनेको प्यारालोग्राम 1/2 को 2 यहाँ 8 रुट 3 आएको थियो योले यसलाई काट्दाखेरि 4 रुट 3 के आयो सर 1/2 कहाँ हो त है यो नै के भयो 8 रुट 3 नै स्क्वायर युनिट हुन्छ यसमा यसमा चाहिँ के हुन्छ एरिया भन्ने बित्तिकै के हो स्क्वायर युनिट्स भन्ने यस्तो कुराहरू नबिर्सिने यसमा चाहिँ युनिट लेख्न पाइन्छ माथि हामीले कुनै केही सोधे होइन नि त खास ए क्रस बी को मोड भनेको त यो युनिट्स हो के पो थाहा छैन तर प्याराग्राम ट्रायंगल भन्ने बित्तिकै एरियाको कुरा भन्ने बित्तिकै स्क्वायर युनिट लेख्न पर्छ सकिन्छ अब गर्न अब यसको एरिया अफ ट्रायंगल कति हुन्छ भन 1/2 गर्न सक्छौ कति आउँछ 4 रुट 3 आउँछ अब यहाँनेर साइन एंगल निकाल्न सक्छौ साइन एंगल निकाल्न के गर्ने ए 3 नम्बरमा sin थीटा इक्वल टू ए क्रस बी को होल मोड अपन के रे ए मोड बी मोड ए मोड बी मोड निकाले आउनु पर्छ है ए मोड निकालेछ र छैन सकिन्छ कि गरौँ ल यहाँनेर
ल मैले यहाँनिर निकाल्ने त ल है यो पहिलो क्वेसन भएको हुनाले पहिला हामीलाई सोधेको सायद साइन थीटा इक्वल टु वाट सोध्यो भने ए मोड चाहिन्छ। ए मोड कति भयो भने हेरेर भन्नु त्यहाँ ए को मोड भनेपछि 3 को स्क्वायर 1 को स्क्वायर 2 को 3 को स्क्वायर प्लस 1 को स्क्वायर प्लस 2 को स्क्वायर भनेको कति आयो 9 10 14 रुट 14 भयो कि भएन। बी को मोड भनेको कति हुन्छ ल भन बी को मोड हेरेर भन 2 को स्क्वायर 4 प्लस 16 हुन्छ होला 24 भनेको ल यतिकै लेख्ने 24 युनिट लेख्ने ठीक छ। पछि निकाल्यो भने भयो केही छैन क्याल्कुलेट छ भने निकाल्ने पोइन्टमा निकाल्यो भने ठीक छ। अब हामीलाई साइन थीटाको लागि चाहिने के हो अघि लेखिसकेको छ साइन थीटाको लागि चाहिने ए मोड हो बी मोड हो ए क्रस बी को मोड हो ए क्रस बी को मोड आइसक्यो एक्जाममा यो मात्रै सोध्यो भने हामीलाई पहिला चाहिने चिज तयार पार्ने क्या चाहिने चिज तयार पार्ने अनि मात्रै फर्मुला युज गर्ने। अब अर्को के चाहिने थियो अरे हामीलाई भन त ए क्रस बी को होल मोड चाहिने यो आइसकेको छ कति आछ रे 8√3 आछ कि छैन। अब न भनेर तिमीहरू के गर्ने साइन थीटा इक्वल टु फर्मुला बना ए क्रस बी होल मोड अपन ए मोड बी मोड। अब भ्यालु राख्न सक्छौ सक्दैनौ भ्यालु राख्न सक्छौ मैले यहाँ देखाइदिएँ ल के त देखिन्छ यता ल इक्वल टु साइन थीटा इक्वल टु ए क्रस बी को मोड भनेको कति छ रे 8√3 अपन यो कति हो रुट 14 रुट 24 8√3 होला अपन तिमीहरू क्याल्कुलेटर बाट गर यो डाइरेक्ट गर यसको भ्यालु निकाले क्याल्कुलेटरबाट पोइन्टमा निकाले पनि हुन्छ एंगल निकाल्ने त हो नि एंगल आएन भने इन्भर्स फर्ममा राख्न भनेर सिकाएको छु नि सक्छ छैन पुरो त्यही हो सिम्प्लिफाई मात्र छ अब गर्ने है त सक्छ सक्दैन भयो ल यसको चाहिँ दुईटैको 18.28 माथिको लागि डिभाइड अब यसबाट 8√3 निकाल त 8√3 भनेर निकाल क्याल्कुलेटरमा जति आउँछ त्यसलाई 18.28 ले डिभाइड गर 28 ले डिभाइड गर 0.75 आयो है यो मैले यसरी लेखेँ। अब थीटा इक्वल टु के हुन्छ साइन इन्भर्स 0.75 यो क्याल्कुलेटर चलाउन आइहाल्छ नि थीटा इक्वल कति भयो शिफ्ट दाबेर साइन दाब्ने शिफ्ट दाबेर साइन दाब्यो भने साइन इन्भर्स हुन्छ 0.75 को भ्यालु राख जति आउँछ त्यो क्याल्कुलेटर दिन्छ विदाउट क्याल्कुलेटर हुन्न यो पोइन्टमा चाहिँ है शिफ्ट दाबेर के दाब्ने अरे ल थीटाको भ्यालु कति भयो 48.59 के हुन्छ डिग्री हुन्छ कि नै के स्क्वायर युनिट हुन्छ डिग्री भन्ने which is required angle भयो। अब एकछिन हेर त त्यहाँनिर त्यो हेर अब एंगल निकाल्न सकिहाल्यो cos एंगल पनि तिमीले निकाल्न सक्छौ cos एंगलको लागि a.b अपन ab सक्छौ अनि यो तिमीले निकाल्न सक्छौ ab को क्रस निकालिसकेका छौ नि हामीले अनि ba को क्रस निकाल्नु सेम आउँदैन होला के कुरा बुझ्यौ नि सेम आएन भने which is not true भन्नु a.b को बारे मैले अगाडि भनिसकेको छु a.b को भ्यालु निकाल्ने डट निकाल्न मैले सिकाइसकेको छु b.b को भ्यालु निकाल्नु सेम आउँछ यहाँ 10 आयो भने यहाँ 10 आउँछ यो दुईटा मैले कम्पेयर गर्नलाई सम्झेर राखेको मात्रै हो तर युनिट भेक्टर परपेन्डिकुलर टु a एन्ड b को बारेमा अगाडि छैन यहाँ चाहिँ हेरौँ 7 नम्बरको हेर युनिट भेक्टर परपेन्डिकुलर टु भेक्टर a एन्ड के रे भेक्टर b इक्वल टु भन्ने मैले यो फर्मुला अगाडि देखाएँ अब यहाँनिर बुझौँ है त यहाँ हेर त युनिट भेक्टर भनेपछि भेक्टर नै हुन्छ यो त्यसैले a क्रस b माथि हुन्छ भाइ बहिनी हो a क्रस b माथि अपन के रे a क्रस b को होल मोड a क्रस b को होल मोड
अब a क्रस b भनेपछि हामीले अघि निकालेका छौँ, थाहा छ कसैलाई? कति आएको थियो? a क्रस b को भ्यालु कति आएको थियो? 8i माइनस 8j हो कि क्या हो? फेरि प्लस हो कि माइनस हो? माइनस 8k भनेर आएको थियो कि नै? यो a क्रस b को भ्यालु आइसकेको छ। अनि a क्रस b को होल मोड भनेर हामीले कता निकालेको छौँ? यहाँ छ 8√3। यसलाई अलि मिलाएर के गर्दा रहेछ त भन्दाखेरि सेपरेट गरेर लेखे पनि हुन्छ, यतिकै एन्सर पनि लेख्न मिल्छ है त। यो बुझी निकालेको ल सकियो। यो यसलाई सेपरेट लेखेर भए पनि हुन्छ, यतिकै पनि यो एन्सर हो। अब सेपरेट गर्ने भने कति हुन्छ त भन्दाखेरि यसलाई काटिहाल्छ, i अप 1/√3 बच्छ, माइनस 1/√3 बच्छ, जे हुन्छ माइनस 1/√3 हुन्छ, के हुन्छ। यो चाहिँ युनिट भेक्टर रहेछ रे क्या। युनिट भेक्टर कस्तो? परपेन्डिकुलर टु ए एन्ड बी रहेछ। कुरा बुझ्यौ? अब कहिलेकाहीँ अब म तिमीलाई एउटा कुरा भन्छु, एकदमै ध्यान दिनु है। यहाँनिर नोट भनेर सोध्ने अब अहिले चाहिँ हुन्छ हुँदैन थाहा छैन, तर क्वेसन यसरी बनाउन मिल्छ। तिमीहरूलाई इक्जाममा प्रुभ द्याट भन्यो, एकैछिन ध्यान दिने है। ए क्रस बी इज, अब युनिट भेक्टर परपेन्डिकुलर टु ए एन्ड बी भन्यो भने त यो भइगयो प्रोजेक्सनको कुरो, प्रोजेक्सनमै भइगयो, आफ्नो आफ्नो कुरो हुन्छ। तर यहाँनिर कम्बाइन्ड कुराहरू मिक्स गर्न सकिन्छ। प्रुभ द्याट ए क्रस बी इज परपेन्डिकुलर टु भेक्टर ए भन्यो भने अब चाहिँ के गर्छौँ ल भन। अहिले हुन्छ कि हुँदैन थाहा छैन है, फेरि यो क्वेसनमा हुन्छ हुँदैन थाहा छैन, तर यस्तो टाइपको क्वेसन छ, एकछिनमा देखाउँछु म। अब यस्तो सोध्यो भने तिमीहरूलाई के थाहा छ भने परपेन्डिकुलर सो गर, अनि परपेन्डिकुलरलाई अर्थोगोनल पनि भन्न मिल्छ भनेर हामीले पढाएको छैन। मैले के भनेको छु भने जुन जुन कुरा मैले टुक्रा टुक्रा गरेर पढाएको छु त्यही कुरा मिक्स भएर इक्जाममा आउँछ, त्योभन्दा बाहिर एक पनि जान्न। मैले पटक पटक भन्दैछु, एक पनि क्वेसन गयो भने म तिमीहरूले पटक पटक भनेको छु, मैले एउटा क्वेसन मात्र बाहिर गयो भने म जिन्दगी नै टिचिङ गर्न छोडिदिन्छु। ल मलाई भन्नु, कुरा बुझ्यो नि? एउटा पनि कन्सेप्ट बाहिर जाँदैन, कुरा बुझ्यो? त अब एकैछिन सुन, यहाँ मैले यहाँ टुक्रा के गरिरहेको छु, यहाँ हेर। प्रुभ द्याट मैले भिडियो रेकर्ड सहित गरेको छु, पिडिएफ सहित सबै चिजहरू दिँदाखेरि पनि यो मैले प्रष्ट बोलेको छु। यहाँ मैले जुन कन्सेप्ट सिकाउँछु त्योभन्दा एक पनि बाहिर जान्न, कुरा बुझ्यो? यो 2 को ठाउँमा 3 भयो होला। थ्योरम मैले जे भने त्यही, क्वेसनमा जुन कन्सेप्ट जानेको छ त्यो कन्सेप्ट, यी कन्सेप्टहरू, यी 8वटा कन्सेप्टहरू सिकेँ नि, सिकेँ छैन? अगाडि के कन्सेप्ट सिकाएको छ त्यो ती अब भोलि के सिकिन्छ टुक्रा टुक्रा गरेर गर्छौँ, र इक्जाममा तिनीहरू मध्ये कुनै पनि मिक्स गरेर अथवा कुनै पनि चिजहरू आउन सक्छ, त्योभन्दा बाहिर जान्न भनेको। कुरा बुझ्यो? भिडियो रेकर्ड छ, रेकर्डै छ, दुनियाँले हेर्न सक्छ, त्योभन्दा बाहिर जान्न, पछि पेपर ल्याएर कम्पेयर गर्नु। ल अब हेर, यहाँ प्रुभ द्याट ए क्रस बी इज परपेन्डिकुलर टु ए भन्यो। अब मैले परपेन्डिकुलर कन्सेप्ट सिकाइसकेको छु। कुनै पनि दुईवटा भेक्टर परपेन्डिकुलर छन् भन्नलाई ए भेक्टर र बी भेक्टर दुईटा यो दुईटालाई परपेन्डिकुलर सो गर भन्यो भने यो दुईटाको डट इक्वल टु 0 देखाउनु पर्छ भने यो एउटा भेक्टर हो। यो ए क्रस बी भनेको एउटा भेक्टर हो, यसको र भेक्टर ए भन्ने अर्को भेक्टर हो। यसले नयाँ भेक्टर दिन्छ नि त, ए क्रस बी ले दिन्छ कि दिँदैन? अघि निकाले हैन, ए क्रस बी ले यो दिन्न। ए क्रस बी को भ्यालु यो आएको थिएन अघि हो। यो भ्यालु र यो भ्यालुको डट गर्नु, यहाँ भ्यालु राख्नु, डट यो भ्यालु गर्नु, यो क्याल्कुलेसन गर्नु, इक्वल टु 0 आउँछ होला। 0 आयो भने यसको मतलब के हो भने दिस इज परपेन्डिकुलर टु ए एन्ड दिस इज अल्सो परपेन्डिकुलर टु दिस। ए क्रस बी इज परपेन्डिकुलर टु ए एन्ड ए इज अल्सो परपेन्डिकुलर टु ए क्रस बी भन्न मिल्छ। यो यसले कहिलेकाहीँ झुकाएर भन्दैन सक्छ। यो एकछिनमा क्वेसनमा देखाउँछु म। अब यति गर्न सक्दैन त तिमीहरू? यसलाई योसँग परपेन्डिकुलर सो गर भन्यो भने पहिला यो निकाल्नु परेको परेन? भर्खर सिकाएन यो। ए क्रस बी बिना त यो च्याप्टर गरी के काम अगाडि बढ्छ? ए क्रस बी निकाल्ने फर्मुला मेथड पनि छ, फर्मुला मेथडबाट सकिन्न। मैले अघि जुन रुल सिकाएँ त्यहीबाट सम्झिने। ए क्रस बी निकाल्ने, अनि ए छँदैछ, यो दुईटाको डट निकाल्ने, डट निकाल्न मैले अघिल्लो च्याप्टरमा पुरै च्याप्टरभरि हाम्रो डट निकाल्ने मात्र छ कि छैन? यो च्याप्टरमा पुरै क्रस छ भने अघिल्लोमा डट छैन हो। त्यसो भए यसरी तिमीहरूले यसलाई र यसलाई डट निकाल्ने, जसलाई सोधेको छ त्यसलाई है, फेरि जसलाई सोधेको छ त्यसलाई चाहिँ डट निकाल्ने, र अनि त्यो दुईटा बराबर 0 भएछ भने
के भन्न पाइन्छ त भन्दाखेरि दिस भेक्टर एन्ड दिस भेक्टर आर परपेन्डिकुलर टु इच अदर भन्न पाइन्छ अथवा अर्थोगोनल टु इच अदर भन्न पाइन्छ। क्लियर छ यहाँसम्म? क्लियर छ? केही छ कन्फ्युज? केही छ यहाँसम्म? केही छ? अब प्रोजेक्सनको बारेमा मैले यहाँ क्वेसन मिक्स गरेँ। प्रोजेक्सनको अगाडि सिकाइसकेको छु। ए प्रोजेक्सन अफ ए एन्ड बी को लागि के हुनुपर्ने, बी एन्ड ए को लागि के हुनुपर्ने याद गरेर जाने है। प्रोजेक्सन अफ ए एन्ड बी को लागि के रे फर्मुला? ए डट बी हो, भेक्टर ए डट बी अपन पछाडि जे छ त्यही हो। हो यसरी चाहिँ सम्झिने। यसको बारेमा अघिल्लोमा सिकाइसकेको छु। ल अब आजलाई के गरौँ? अब के गरौँ? के गरौँ आजलाई? के गरौँ? यस युनिट भेक्टर परपेन्डिकुलर टु ए एन्ड बी भन्यो भने यो ठिक छ। तिमीले के सोध्यौ? हो युनिट अब हेर है, यहाँनिर यो काम लाग्ने कुरा भन्यो ल। युनिट भेक्टर lm2 भेक्टर ए भन्यो भने भेक्टर ए अपन ए मोड गरिदिनु, बी भन्यो भने बी अपन बी मोड गर्नु, पी भन्यो भने पी अपन भेक्टर पी अपन पी मोड है। फेरि भेक्टर पी अपन पी मोड गर्यो भने युनिट भेक्टर एलोङ जे सुधा छ त्यसैमा। क्लियर छ? यस्तो टाइपको कहिलेकाहीँ सोध्न सक्छ, यो पनि एकदम इम्पोर्टेन्ट छ। भनेको मतलब यता हेर त, त्यही हो भेक्टर तिम्रो यस्तो भयो। युनिट भेक्टर एलोङ टु एक्स एक्सिस भने जस्तै एक्स एक्सिसमा भन्यो भने यो एक्स एक्सिसमा भयो, वाइ एक्सिससँगै एलोन भन्यो भने वाइ एक्सिसतिर जाने भने हो। अब भन्यो के त भन्दाखेरि एलोङ टु ए, ए भनेको तिम्रो कहीँ न कहीँ त छ होला नि, यता छ कि यता छ कि कहीँ छ होला नि त। यो भेक्टर यहाँसम्म ताने मैले, यसको नाम ल मानौँ ए छ। यो पुरै युनिट नहुन सक्छ नि त। युनिट भेक्टर भनेको त म्याग्निट्युड 1 हुने हो। यो 1 हुने म्याग्निट्युड यहाँसम्म पो छ कि? सुन्दा है, यहाँ कतै यहाँसम्म छ कि यहाँसम्म छ कि? कुनै एउटा सर्टेन पोइन्टसम्म हो जसको म्याग्निट्युड 1 हुन्छ। ल आजलाई यति गरौँ। थ्याङ्क यू।